छोराछोरीले नखाएर पैसा कमाउनु पनि नपरोस्। मेरा छोरा पनि मन छोयो के कुराले अलि बढी मन छोयो बाउले अर्कामा नल्याओस् र मेरा छोराले दुःख नपर्छ। आमाले गर्न पर्ने कुराहरूलाई समेटेको छ। रामलाई रुनु भयो हो अति 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 आमाको समर्पित आमाले चाहिँ दिएको चाहिँ जुन माया छ नि सबै त्याग चलचित्र गोबर गणेश हेरेर दर्शकहरू बाहिरिनु भएको छ र भकानिँदै बाहिरिनु भएको छ। अलिकति यो आमा र छोराको कथा उठाइरहँदा चलचित्रले धेरैको मन पनि जितिरहेको छ। राम्रो लाग्यो तर रुन पनि धेरै रोयो। आफ्नो छोराहरू बाहिर भएर झन् रुन मन लाग्यो। कस्तो लाग्यो? राम्रो लाग्यो। अब बच्चा बच्ची बाहिर भयो हुनाले अब मन छोयो, एकदमै रुन मन लाग्यो। अहिलेको परिवेशमा आमालाई माया गर्नुपर्छ भन्ने कुरा जुन देखाउनु भएको छ बहुत राम्रो छ, बेस्ट छ। आमाको लागि एकदम हृदयदेखि नै माया छ। राम्रो छ सर। सन्तानप्रति आमाको कति लगाव हुन्छ भन्ने कुरा यो मुभीले चाहिँ एकदम राम्रोसँग चाहिँ दर्शाएको छ। सिनेमा नेपाल फेसबुक पेज तपाईँ हेर्दै हुनुहुन्छ। अहिले हामी फिल्म रिभ्यूका लागि नेपालगञ्जको सिने रोयलमा आएका छौँ। भर्खर मात्रै चलचित्र गोबर गणेश हेरेर दर्शक बाहिरिँदै हुनुहुन्छ। दिउँसो 3 बजेको सो हेर्नुभएको छ दर्शकले र दर्शक प्रतिक्रिया लिने हामी प्रयास गर्दैछौँ। फिल्म साह्रै एकदम मर्माहित पार्यो यार मलाई छ होइन। अति 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 आमाको समर्पित आमाले चाहिँ दिएको चाहिँ जुन माया छ नि सबै त्याग कस्तो लाग्यो? धेरै राम्रो कस्तो लाग्यो फिल्म? राम्रो राम्रो आमाको बारेमा रहेछ। राम्रो राम्रो लाग्यो। कस्तो लाग्यो फिल्म? बहुत राम्रो। कस्तो लाग्यो फिल्म? ठिक छ। कस्तो लाग्यो फिल्म? एकदम राम्रो, बेस्ट। कस्तो लाग्यो फिल्म आमा? हजुर राम्रो छ। राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो फिल्म? फिल्म राम्रो छ। राम्रो छ। के राम्रो लाग्यो? त्योभन्दा पनि त्यो फलो चाहिँ एक क्लासको रहेछ कि जस्तो ब्रेक भएर हुन्छ नि त्यो ब्रेक भएर नै मतलब राम्रै छ। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो। हजुरलाई कस्तो राम्रो छ। के राम्रो लाग्यो? सब राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? एकदम राम्रो। कस्तो लाग्यो? कस्तो लाग्यो? बब्बल कस्तो लाग्यो? राम्रो छ। ओके फिल्म कस्तो लाग्यो? राम्रो। कस्तो लाग्यो? राम्रो छ। गोबर गणेश चलचित्र हेरेर दर्शक फर्किनु भएको छ। कस्तो लाग्यो? धेरै राम्रो छ सन्देश। कस्तो लाग्यो? एकदमै राम्रो। एकदम आमाहरूले हेर्नै पर्ने। कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो तर रुन पनि धेरै रोयो। आफ्नो छोराहरू बाहिर भएर झन् रुन मन लाग्यो। कस्तो लाग्यो? राम्रो लाग्यो। अब बच्चा बच्ची बाहिर भयो हुनाले अब मन छोयो, एकदमै रुन मन लाग्यो। आमा कस्तो लाग्यो? राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो सर। राम्रो छ, धेरै के राम्रो। सबै राम्रो। सबै राम्रो छ। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो बाबु। राम्रो लाग्यो। कस्तो लाग्यो? बेस्ट मुभी एभर। वाउ। कस्तो लाग्यो फिल्म? एकदम बेस्ट। कस्तो लाग्यो फिल्म? एकदम राम्रो। कस्तो लाग्यो फिल्म? धेरै राम्रो। कस्तो लाग्यो हजुर फिल्म? राम्रो छ। आमाको बारेमा छ के अरे राम्रो छ। राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? राम्रो एकदम। ओके गोबर गणेश हेर्ने दर्शकको प्रतिक्रिया एकदम एकदम राम्रो छ। राम्रो लाग्यो। बाबुलाई नानीलाई राम्रो। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? बेस्ट एकदम राम्रो छ। राम्रो। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो। कस्तो लाग्यो सर? राम्रो सर। के राम्रो लाग्यो? यसको सबै राम्रो छ। आँखाहरू अझै ओर्नु पाइरहेको छैन है। आमा कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो फिल्म? कस्तो बवाल। कस्तो लाग्यो? एकदम राम्रो छ। कस्तो लाग्यो? रियली मोटिभेटिभ फिल्म बहुत ज्यादा। एकदम राम्रो छ। कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो। कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? लास्टमा राम्रो लाग्यो। हो? एकदमै राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? राम्रो छ। कस्तो लाग्यो? राम्रो लाग्यो। कस्तो लाग्यो हजुर? अहिलेको पुस्ताले हेर्नु पर्ने फिल्म जस्तो लाग्यो। हजुरलाई कस्तो लाग्यो? एकदम बेस्ट। अहिलेको परिवेशमा आमालाई माया गर्नुपर्छ भन्ने कुरा जुन देखाउनु भएको छ बहुत राम्रो छ, बेस्ट छ। हजुरलाई एकदम राम्रो छ सर। हजुरलाई आमा कस्तो लाग्यो फिल्म? एकदम राम्रो छ। हजुरलाई कस्तो लाग्यो? राम्रो। कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो। एकदम राम्रो छ है फिल्म। हजुरलाई कस्तो लाग्यो? एकदम दामी लाग्यो। राम्रो लाग्यो। ओके हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो बाबु। राम्रो लाग्यो है। कस्तो लाग्यो हजुर फिल्म? कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो। राम्रो लाग्यो। कस्तो लाग्यो? फिल्म राम्रो छ हजुर एकदम। हाउसफुल साथी दर्शकले हेर्नुभयो कस्तो लाग्यो फिल्म? एकदम राम्रो। आमाको लागि एकदम हृदयदेखि नै माया छ। कस्तो लाग्यो फिल्म? एकदम राम्रो लाग्यो सर। कस्तो लाग्यो हजुर? राम्रो छ। के राम्रो लाग्यो? हजुरलाई राम्रो लाग्यो। कस्तो लाग्यो? राम्रै लाग्यो। कस्तो लाग्यो? दामी छ। कस्तो लाग्यो? राम्रो रहेछ। कस्तो लाग्यो? फिल्म धेरै राम्रो छ। आमाको त्याग धेरै राम्रो देखाएको छ। आमाले एउटा सन्तानको लागि कतिसम्म गर्न सक्नुहुन्छ भन्ने चाहिँ देखाएको। ओके कस्तो लाग्यो ब्रदर? ठिक दामी। कस्तो लाग्यो? राम्रो लाग्यो। यति बेला गोबर गणेश चलचित्र हेर्ने दर्शकको प्रतिक्रिया लिँदैछौँ। हाउसफुल सहित दर्शकले फिल्म हेर्नु भएको छ। कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो। एकदम राम्रो छ। हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो। कस्तो लाग्यो? एकदम राम्रो छ सर। सन्तानप्रति आमाको कति लगाव हुन्छ भन्ने कुरा यो मुभीले चाहिँ एकदम राम्रोसँग चाहिँ दर्शाएको छ। ओके कस्तो लाग्यो हजुरलाई? मलाई त धेरै राम्रो लाग्यो। के राम्रो लाग्यो हजुर? जिन्दगीमा कहिले पनि बाउले अर्को आमा नल्याओस् र छोराछोरीले नखाएर पैसा कमाउनु पनि नपरोस्। मेरा छोरा पनि मन छोयो के कुराले अलि बढी मन छोयो?
बाउले अर्कामा नल्याउँछु र छोराले दुःख नपाउनु। दुईटा श्रीमती नल्यास कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो। राम्रो लाग्यो। के कुराले अलि राम्रो लाग्यो? आमालाई चाहिँ बढी के अरे फोकस गरेको छ नि, त्यो कुराले एकदम मन छोयो। थ्याङ्क यू। कस्तो लाग्यो? सच अ वन्डरफुल मुभी, बहुत राम्रो छ। प्यारेन्ट्सले चाहिँ बच्चाहरूको लागि गर्ने त्याग समर्पणको बारेमा चाहिँ बडो राम्रो लाग्यो। सच अ वन्डरफुल मुभी। थ्याङ्क यू। कस्तो लाग्यो हजुर? एकदम राम्रो छ। आमाले गर्न पर्ने कुराहरूलाई समेटेको छ। राम्रो राम्रो लाग्यो। रुनु भयो हो? कस्तो लाग्यो? एकदम राम्रो छ। अच्छा ओके हजुरलाई कस्तो लाग्छ? दामी दामी लाग्यो। के कुरा राम्रो लाग्यो? एकदम आमाको भूमिका र छोराको आमाको भूमिका चाहिँ एकदम राम्रो लाग्यो। ओके अहिले हामी नेपालगञ्जको सिने रोयलमा छौँ र सिने रोयलमा भर्खरै मात्रै चलचित्र गोबर गणेश हेरेर दर्शकहरू बाहिरिनु भएको छ र भक्कानिँदै बाहिरिनु भएको छ। अलिकति यो आमा र छोराको कथा उठाइरहँदा चलचित्रले धेरैको मन पनि जितिरहेको छ र उहाँहरूले भर्खरै फिल्म हेर्नुभयो। उहाँहरूको प्रतिक्रिया जस्ताको तस्तै हामीले राख्ने प्रयास गऱ्यौँ। अहिले 3 बजे हाउसफुल सहित फिल्म चलिरहँदा उहाँहरूको प्रतिक्रिया कस्तो छ भनेर हामीले लिने यो जमर्को थियो र फिल्म नेपालगञ्जको सिने रोयल र QFX-मा चलिरहेको छ। भोलिको सोको लागि यहाँहरू आउन सक्नुहुनेछ, हेर्नु होला भन्दै अहिलेको लागि यो भिडियोबाट म पनि बिदा हुन्छु। नमस्ते।